गाइज गुड मर्निङ एभ्रिवान। सो आज चाहिँ हामी बिजनबारी बजार आइरहेको छु। आज हाट पनि रहेछ है। आज मेरो ब्लग हेर्दै गर्नुहोस् कस्तो हुन्छ। रोजिका सफा सफा है यो कोपी, तर 20 रुपियाँ गोटा अरे। अन्त यति नै हो यो यस्तो टाइपमा मम्मीले यस्तो मात्रै लाउँछ नि त। हो त रहेछ त यहाँ त मामा भैयाले ल्याउँदैन। कसरी गोटा हो यो? त्योमा कलर दामी दामी लाग्यो मलाई। यो पनि लान्छ एउटा, यो पनि लान्छ। के कलर लान्छ? कुन चाहिँ कलर लान्छौ? कुन चाहिँ मन पर्यो यसमा? यो तिनवटा लान्छ नि। गोटा दिनुहुन्छ होइन? ला आमा केसमा पो हुन्छ कि हुँदैन है? सानो छ कति अन्त? जाम भएको जाम खै कुन त नि राम्रो हुँदैन होला है। खाँदैन होला खाँदैन होला। बिजनबारी हाटमा चाहिँ यस्तो बेसी सब्जी बिक्री हुँदो रहेछ। ज्यादा जस्तो यहाँनिर सब्जी दोकान मात्रै रहेछ हो। हेर्न सक्नुहुन्छ। त्यो चाहिँ सेट पाउनु पऱ्यो नि त रिलायन्समा चाहिँ। हजुर नि दामी। मेरो त प्रायः कलेक्सन वाइटमा छ। यो ब्यागहरू चाहिँ कति छ? हजुर होइन उयो मात्रै गरेको। कति हुन्छ कतिसम्म हुन्छ सोच्नु पऱ्यो नि। कलर मिठी रहेछ नि त्यो। यो चाहिँ है दामी है, वाइटमा म्याच गरेको। कुन चाहिँ कम्पनी हो यो चाहिँ? कम्पनीको चाहिँ कुन चाहिँ हो? बाहिरबाट 25। राम्रो लाग्यो कि अलिक महँगो लाग्यो नि मेरो बजेटमा छैन। 1600 चाहिँ ठिकै हुन्छ ल हौ। 1600 मलाई यो चाहिँ मन पऱ्यो। यो टल्किने चाहिँ यस्तोहरू पो एट्र्याक्टिभ हुन्छ हौ है हातमा लाउने। दामी रहेछ। आजको ब्लग हेर्नु सक्नुहुन्छ तपाईँहरू। यो चाहिँ बिजनबारी आज हाट हो नि त, बुधबार। लोधोमा पनि हाट लाग्छ अनि बिजनबारीमा पनि आज हाट लाग्छ। उपर सोधौँ न है। हामी चाहिँ आज दुईवटा हाट भ्याउने छु। बिजनबारी घुमेर चाहिँ अनि लोधोमा हाट पनि घुम्नेछु। हिँड्नु न परेछ पायो नि हेर्नु सक्नुहुन्छ। हेर बिजनबारी हाट। बनाउँदै गरेको हुन्छ भन्छ ए यहाँ होइन त बनाउँदै गरेको हुन्छ भन्दा। दिदी यहाँ जलेबी कहाँ पाउँछ? हजुर होइन बनाउँदै गरेको ताजा। हजुर ए हुन्छ। अहिले रोकी मागौँ न अन्त ल। औ यहाँ बिजनबारीमा त मान्छे पनि कम्ती होइन त है। लोधोमा भए यति कहाँ हुन्छ? ठुलो त ठुलै हो। अन्त कस्तो लाग्दैछ आज बिजनबारी हाट? बोरिङ लाग्यो। लोधोमभन्दा त राम्रो छ हौ अलिक। लोधोमभन्दा जात्रा मान्छे पनि छ पुरा। हाट पनि दामी लाग्दो रहेछ है। अब हामी चाहिँ फर्केको। बिजनबारी हाट पनि घुम्यौँ है। आज चाहिँ हामी माथि साथीको घरमा चाहिँ खाना बनाइदिनेछ अनि हामी त्यहाँ खाना खाएर फर्केको। गुवा मात्रै छ यहाँ चाहिँ फेरि। अब चाहिँ हामी पुग्न आँटेँ यहाँनिर। गो
गु यहाँ चेप चाहिँ गु मात्रै रहेछ हो हामी चाहिँ ब्लग बनाउँदै हिँड्दैछु तर भुइँमा पनि हेर्दै हिँड्दैछु गुहरू पुरा रहेछ नि त काम पनि भयो हाम्रो सक्सेस भयो है मैले प्रेयर गरेर अँ मैले प्रेयर गरिदिएको थिएँ नि त गरिदिनुहोस् है भन्नु मेरो भ्लगमा पनि गरिदिनुहोस् ल मेरो लागि पनि मेरो एकदम जे सोचेको छु त्यो पुगिहालोस् सक्सेस भएर जाओस् हामी चाहिँ अब यहाँ साथी घरमा पुग्न आँटेँ 11:25 भयो त ए चाहिँ अरू गाडी पनि पाउँछ नि म अन्त तिमी जानु अब खाना पाएको छैन खाना खानु पऱ्यो नि अब के को लाछ म त हामी त्यो पनि फ्ल्याङ्ली छ म पनि फ्ल्याङ्ली एकदम हुँदैछ अब गएर त्यसलाई सघाउनु पऱ्यो नि खाना पकाउनु के सघाइदिनु है भनिहाल्छ ला यो गर्न भनिहाल्छ त्यसले पनि हो हामी चाहिँ त्यस्तो उयो छैन हौ हामी चाहिँ फिलहाल साथीको घरमा आइपुग्यौँ अब खानासाना खाएर जाने के पकाउँदैछस् सघाइदिनु सघाइदिनु के सघाइदिनु भन् त के सघाइदिनु अनि यो त ब्लगमा पो हाल्ने अब यहाँनिर सब्जी काट्नु सघाइदिन्छु छिटो खाना खाएर चाहिँ हामी जाने यो चाहिँ के को पो सब्जी आलु डुकुको सब्जी बनाउँदैछ आलु र डुकु साग सब्जी आज यो चाहिँ फर्सीको बिहेको अचार बाई बाई अब चाहिँ हामी गएको खाना पनि खाइसक्यो मिठो थियो है अचार सब्जी मिठो थियो थ्याङ्क यू सो मच सब्जी भात अचार एकदम मिठो थियो है कहाँ गएको अब हामी हो हामी चाहिँ यहाँ लोधोमा आइपुग्यो अब चाहिँ लोधोमा हाट अब चाहिँ तपाईँहरूले लोधोमा हाट हेर्नुहोस् लोधोमा हाट चाहिँ यस्तो छ अब हामी सिधै साइबर जाउँ ल लोधोमा हाट चाहिँ यस्तो चाहिँ सुनसान चप्पल हेर्ने भनेको होइन तिमी कि पहिला उता साइबर गइहालौँ ल साइली ठिकै छौ तपाईहरु यो ब्लगको थ्रु आयो भने 50% आइसला लो है लो अब हामी चाहिँ साइबर आइपुगेँ खोइ दादा छैन रहेछ त यहाँ चाहिँ एकदमै ब्लगरहरूलाई चाहिँ अफरमा दिनुहुन्छ अरे दादाले भन्नुभएको हो 200 अस्ति पालि पनि लगेको थिएँ नि त त्यही भएर चाहिँ 200 दिनुभएको है हामी चाहिँ अब यहाँनिर मोमो खान आँटेको दुईजना हाम्रो मोमो पनि आइपुगेको छ हाम्रो रोजी बहिनीले चाहिँ यसरी खाने रहेछ अचार कत्रो हालेको खोर्सानी राम्रो सक्छौ लो स्टार्ट पैसा माग्नु छ पैसा दिएर अब टोपी र झोला त टोपी त कम्ती छैन अब चाहिँ हामी घर फर्केको अब हामी घर पनि पुग्न आँटेको सो सानो पुगेँ अन्त यहाँ रोजी भाइले पनि ब्लग गर्नुहुँदैछ है यो चाहिँ लोधोमा साँगो हो हेलो अनि अब चाहिँ म यो ब्लगलाई एन्ड गर्नेछु है मेरो ब्लगलाई लाइक कमेन्ट सेयर गरिदिनुहुन्छ भन्ने आशा छ तपाईँहरूलाई यसो बाई बाई सी यू
फेरि पनि नेक्स्ट ब्लगमा हामी भेट्नेछु। मैले तपाईँलाई बाई बाई। माया